फुटबलको हरेक प्रतियोगितामा सधैँ एउटा नयाँ स्टारको खोजी भइरहन्छ। राम्रो खेल्ने हरेक खेलाडीलाई ब्राजिलका पेले वा अर्जेन्टिनाका म्याराडोनासँग दाँच्ने काम संसारका हरेक फुटबल प्रेमीले गर्दै आएका छन्। त्यसमाथि 2 दशकदेखि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले फुटबल मैदानमा राज नै गरे। उनीहरूले मैदानमा आफ्नो खुट्टाको जादु देखाइरहँदा अब यी दुई जस्तो खेल्ने खेलाडी को होलान् भन्ने प्रश्न उठिरहन्थ्यो। यो प्रश्न धेरैको मनमा अहिले पनि छँदैछ। मैदानमा केही युवा खेलाडीले अलिकति राम्रो खेलेको मिडिया फ्यानहरूले तुरुन्तै अर्को मेस्सी वा अर्को रोनाल्डो भन्दै उपनाम दिइहाल्थे। धेरैजसो खेलाडी त यही दबाव खप्न नसकेर मैदानबाट हराए। तर स्पेनको सङ्गुरो गल्लीबाट अहिले एक यस्ता युवा खेलाडी निस्केका छन् जसले मैदानमा बल नचाहेको देखेर धेरैलाई भन्न कर लाग्छ, हो यिनी हुन सक्छन् भविष्यको मेस्सी वा रोनाल्डो। बिना कुनै दबाव मैदानमा उर्लिने र कुशल जादुगरले जस्तो बल नचाउने यो 18 वर्षीय युवा खेलाडी हुन् लमिन यमाल। यही जुन जुलाईमा हुने 2026 फिफा विश्वकपमा स्पेनबाट खेल्न गइरहेका यमाललाई मेस्सी रोनाल्डोसँग दाँच्नुको एउटा कारण यो पनि हो, उनले बार्सिलोनामा मेस्सीले जस्तै 10 नम्बर जर्सी लगाएर तहल्का मचाएका छन्। त्यसबाहेक स्पेनलाई युरोकप जिताउने महत्वपूर्ण भूमिका पनि खेलिसकेका छन्। त्यसैले यसपालिको फिफा वर्ल्ड कपमा विश्वको नजर उनीतिर छ। यमालको कथा बुझ्न सन् 2007 को एउटा पुरानो तस्बिर हेर्नुपर्छ। त्यो तस्बिरलाई अहिले फुटबल इतिहासकै गजबको संयोग मानिएको छ। तस्बिरमा लामो कपाल पालेका 20 वर्षका मेस्सीले एउटा सानो बच्चालाई प्लास्टिकको बाथटबमा नुहाइदिरहेका देखिन्छ। त्यो बच्चा अरू कोही नभएर 3 महिनाका यमाल हुन्। एउटा च्यारिटी क्यालेन्डरका लागि खिचिएको त्यो तस्बिरलाई वर्षौंसम्म कसैले वास्ता गरेनन्। तर जब यमालका बुवाले त्यसलाई सामाजिक सञ्जालमा हाले तब संसार अचम्ममा पर्यो। फुटबल प्रेमीहरूले जिस्किँदै भने मेस्सीले उति नै बेला यमाललाई आफ्नो जादुको आशीर्वाद दिएका रहेछन्। तर यमालको यो यात्रा त्यति सजिलो थिएन। उनी स्पेनको रोकाफोन्डा भन्ने ठाउँबाट जन्मे हुर्केका हुन्। त्यो यस्तो ठाउँ हो जहाँ धेरै जसो गरिब र आप्रवासीहरू बस्छन्। यो ठाउँलाई स्पेनको धनी समाजले त्यति राम्रो नजरले हेर्दैनथ्यो। रोकाफोन्डाको त्यही गरिब बस्तीमा जन्मे हुर्केर आज दुनियाँको नजरमा परेका भए पनि यमालले आफ्नो जरा कहिल्यै बिर्सेनन्। अहिले पनि उनी गोल गरेपछि आफ्ना औँलाहरूबाट 304 नम्बर बनाउँछन्, जुन रोकाफोन्डाको हुलाकोटको अन्तिम 3 अङ्क हो। उनी भन्छन्, म आज जति ठूलो रङ्गशालामा खेल्ने पनि मेरो फुटबलको जग त्यही कंक्रिटको भुइँ र गल्लीहरू नै हुन्। पिछडिएको ठाउँबाट आए पनि यमालले सफलताको सिँढी उक्लने भने लामो समय लागेन। उनले सिधै रकेट जस्तै उडेर सफलताको शिखर चुमेका हुन्। त्यही रकेट गतिलाई हेरेर नै समकक्षीहरू यमाललाई मेस्सीको आशीर्वाद पाएका खेलाडी भन्छन्। उनले फुटबल इतिहासमा थुप्रो रेकर्डहरू आफ्नो नाममा दर्जा गरिसकेका छन्। उदाहरणको लागि उनी बार्सिलोना क्लबकै इतिहासमा सबभन्दा कम उमेरमा मुख्य टोलीबाट डेब्यू गर्ने खेलाडी हुन्। यमालले पहिलो पटक बार्सिलोनाबाट खेल्दा उनी 15 वर्षका थिए। त्यतिबेला बार्सिलोनाका सिनियर खेलाडीहरूसँग ट्रेनिङ गर्न मैदानमा जाँदा 15 वर्षका कलिला यमाललाई देखेर सबै छक्क पर्थे। त्यसको अर्को वर्ष अर्थात् 16 वर्षको उमेरमा उनले स्पेनको राष्ट्रिय टोलीबाट डेब्यू गरेर पहिलो गोल पनि हाले। यो पनि यमालले राखेको अर्को रेकर्ड हो। त्यस्तै उनले सन् 2024 को युरो कपमा स्पेनलाई उपाधि दिलाएर विश्वकै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए। त्यतिबेला उनी 17 वर्षका थिए। युरो कपको सेमिफाइनलमा यमालले फ्रान्स विरुद्ध डेरियाबाट हानेको गोल आज पनि फुटबल फ्यानहरूका दिमागमा ताजै छ। त्यसको अर्को वर्ष अर्थात् 18 वर्षको उमेरमा बार्सिलोनाका लागि 100 भन्दा बढी आधिकारिक खेल पूरा गरेर रेकर्ड राखेका छन्। सन् 2025-26 को सिजनमा बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा यमाल अझ बढी आक्रामक देखिएका छन्। त्यसैलाई हेरेर उत्तर अमेरिकामा हुने 2026 को विश्वकप खेल्न उनी मानसिक र शारीरिक रूपमा पूर्ण तयार रहेको समीक्षकहरू बताउँछन्। महान फुटबलर रोनाल्डोले हालै यमालको तारिफ गर्दै भनेका थिए, खेलाडीहरू सामान्यतया 24-25 वर्षको उमेरमा मात्र परिपक्व हुन्छन्, तर यमालले 18 वर्षमै जुन खेल देखाइरहेका छन् त्यो पत्याउनै नसकिने खालको छ। यो विश्वकपमा यमालमाथि करोडौं फ्यानको नजर तेर्सिएको हुनेछ।
विपक्षीहरू उनलाई रोक्न रणनीति बनाइरहेका हुनेछन्, तर मैदानमा झेल्नुपर्ने दबावलाई नै आफ्नो शक्ति बनाउन माहिर यी युवा खेलाडी यसपालि विश्वकपको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेख्न मैदानमा उत्रिँदैछन्। विश्वकप सुरु हुनु अब 1 महिना मात्र बाँकी रहँदा गत साता उनले इजरायली अत्याचारमा पिल्सिएका प्यालेस्टिनीको समर्थनमा प्रदर्शन गरे। चिर प्रतिद्वन्दी रियल म्याड्रिडलाई हराएर बार्सिलोनाले ला लिगा जितेको खुसियाली मनाउँदा मुस्लिम धर्म मान्ने यमालले बसको छतमा प्यालेस्टाइन राज्यको झण्डा फहराए। हस् त, आजलाई यति नै। यस्तै रोचक भिडियोहरू लिएर म फेरि उपस्थित हुने नै छु। तपाईहरूको केही जिज्ञासाहरू भए अवश्य कमेन्ट गर्नुहोला र एक लाइक सब्सक्राइब पनि गरिदिनुहोला। यतिन्जेलका लागि म बिदा हुन्छु। धन्यवाद।